गुड मर्निङ गाइज, आज चाहिँ नेक्स्ट डे। अब चाहिँ हामी कालापानीबाट सैलुङ जान लागेको छौँ। अहिले चाहिँ बिहानको 5:17 गएको छ। अब चाहिँ हामी खै अब 1-2 घन्टामा सैलुङ पुग्छौँ। एकछिन हिँडेपछि चाहिँ ग्रेट वाल अफ सैलुङ अथवा मिनी ग्रेट वालमा चाहिँ आइसकेको छौँ। अहिले चाहिँ खासै केही पनि देखेको छैन। हल्का अलि उज्यालो भएपछि चाहिँ म देखाउने छु। अहिले चाहिँ हामी यतिकै हिँड्दैछौँ। यहाँ चाहिँ एकदम भर्याङ मात्र छ। अहिले आइसक्यौँ। यहाँ चाहिँ हुनुहुन्छ पापा। हाई हाई। आजसम्मलाई कस्तो लागिरहेछ यहाँ? एकदम रमाइलो अनि एकदम खुसी छु। ल, अनि मम्मीलाई कस्तो लागिरहेछ? त्यही रमाइलो लागिरहेछ। कानबन डाँडा चाहिँ यो माथिको हो। हामी चाहिँ सायद 7 वर्षमा चाहिँ पुग्छौँ होला। सो यो चाहिँ ठ्याक्कै ग्रेट वाल अफ सैलुङ मिनी ग्रेट वाल पनि हो। सो यहाँबाट चाहिँ एकदम राम्रो भ्यू देखिरहेको छ। यहाँबाट चाहिँ ग्रेट वाल पनि सकियो। अब चाहिँ हाम्रो हाइकिङ सुरु हुन्छ यहाँबाट। रेडी हो मम्मी? बाबा रेडी हो? यस, हामी सबै रेडी हो। अब जाउँ बिस्तारै। अहिले चाहिँ हामी ठ्याक्कै यो साइन बोर्डमा आइसक्यौँ। यहाँ चाहिँ छ, यताबाट गयो भने चाहिँ सैलुङ, यताबाट गयो भने चाहिँ महादेव गुफा। सो हामी चाहिँ गुफा नगइकन सैलुङ जान्छौँ। यहाँ चाहिँ त्यस्तो गाह्रो पनि छैन क्या, त्यस्तो ट्रायल हिँड्दाखेरि सजिलै छ। फ्रेस हावा पनि खाइरहेकै छौँ, आनन्द आइरहेछ, पिस। सो यहाँ चाहिँ बाबा पनि बिस्तारै आउँदै हुनुहुन्छ। मम्मीलाई उहाँ फोटो खिच्नु परिरहेछ। अब म खिचिदिन्छु। गाइस, हामी चाहिँ यहाँ आइसकेका छौँ। यहाँ ठ्याक्कै यस्तो खत्रै ठुङ्गामा। सो यहाँ चाहिँ सनराइज भइसक्यो। अलिकति हल्का मात्रै मिस भयो। अहिले चाहिँ 5:55 भयो। हामी चाहिँ चाँडै नै आयौँ, तर त्यस्तो टाइम पनि लागेन। अब सबै यस्तो नै छ। हामी यो सैलुङमा आएका छौँ अहिले। यो सैलुङ डाँडा गरेर यो 100वटा डाँडाहरू भएकोले यसको नाम सैलुङ हो। र यो दोलखाको सैलुङ हो। र खासमा यहाँ पहिला एउटा किंवदन्ती अनुसार एउटा देवता यो बाटो हिँड्दाखेरि यहाँ आफूले साथमा ल्याएको सुन, धेरै किलो सुनहरू यो दोलखामा ल्याएर चाहिँ 2 लाखमा बेचेको कारणले अनि यो जिल्लाको नाम पनि दोलखा रहेको भन्ने छ। र यसको एकदम महिमा छ। एकदम यो सामान्य डाँडो यस्तो पहिला हेर्दा त रुखा डाँडो जस्तो छ, तर अहिले यो पर्यटकीय हिसाबले धेरै एकदम समृद्ध हुने सम्भावना र यो तल बस्ती नै उठ्न लागेको ठाउँमा अहिले ठुल्ठुला होटलहरू बनेका छन्। गाइस, हामी चाहिँ सैलुङमा आइसकेका छौँ। यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देखिरहेको छ। सो यो चाहिँ 100 थुम्का छ। थुम्का सैलुङ भनेको चाहिँ 100वटा थुम्का मिलेर बनेको हो अरे। त्यहाँबाट चाहिँ यस्तो राम्रो प्रिटी भ्यू। सो हामी पुग्नु पर्ने चाहिँ यहाँ माथिको गुम्बामा हो। सो अब चाहिँ हामी एकछिन हिँड्छौँ, त्यसपछि पुग्छौँ। हामी चाहिँ अहिले यहाँ भीमसेनको तरबार भन्ने ठाउँमा आइसकेका छौँ। सो यहाँनिर चाहिँ भीमसेनको के छ अरे? खै यहाँनिर चाहिँ पिक्चर रहेछ, ठ्याक्कै तरबार सेपको रहेछ। त्यही हो। अब हामी अझै हिँड्नु नै छ। अहिले चाहिँ हामीले फेरि अर्को बोर्ड पनि देखिसकेका छौँ। सो यताबाट गयो भने चाहिँ कालापानी सैलुङ, यताबाट गयो भने चाहिँ जुरी ढुङ्गे महादेव जाँदो रहेछ। अहिले चाहिँ हामी हल्का पिक्चरतिर आइसकेका छौँ। जानुपर्ने चाहिँ यही हो। सो यहाँबाट चाहिँ यस्तो खतरा भ्यू देखिरहेको, हिमालको पनि भ्यू देखिरहेको, हावा पनि चलिरहेछ। सो दिस इज द भ्यू हिमाल। यस्तो खतरा देखिरहेको, हावा पनि चलिरहेछ। यहाँ वेदर पनि अनएक्सपेक्टेड हुन्छ। यहाँको एक्कासी हावा चल्दैछ अहिले चाहिँ। फाइनली पुग्यौँ हामी यहाँ। सो हामी चाहिँ त्यहाँबाट यतापट्टिको डाँडाबाट आएको थियौँ। सो यहाँ चाहिँ एकदमै हावा चलेर। सो हामी चाहिँ अब एकछिन यहाँ घुम्छौँ, फोटोसोटो खिच्छौँ। गाइस, हामी चाहिँ यहाँ 1 घन्टा आधामा आइसकेका छौँ। यहाँ चाहिँ एकदमै चिसो हावा चलिरहेको छ। यहाँ चाहिँ छ गुम्बा।
सो अनि त्यसपछि यहाँनिर चाहिँ छ भ्यू टावर। कस्तो लाग्यो आन्टी अहिलेसम्म मलाई? चिसो चाहिँ चिसो छ है एकदम। अङ्कललाई कस्तो लागिरहेको? रमाइलो होइन? यहाँ मम्मी हुनुहुन्छ। कस्तो लाग्यो मम्मी यहाँ आउँदाखेरि? तल कस्तो लाग्यो? सबलाई हामीलाई एकदमै रमाइलो लाग्यो। यहाँ चाहिँ पुरा ठुङ्गा नै ठुङ्गा छ। गरे एउटा पनि रुख छैन, पुरा यो घाँसहरू मात्र छ। गाइस अब चाहिँ हामी भ्यू टावर चढ्न लगाएको सैलुङको। सो यो चाहिँ हो भ्यू टावर। सो त्यही हो। यहाँ चाहिँ एकदमै चिसो न चिसो छ। अब हात पनि ठिराएर केही बाँकी छैन। त्यही पनि अब हामी भ्यू हेर्छौँ। घाम पनि छ, चिसो पनि छ। त्यही हो, हामी यहाँबाट चढ्छौँ। सो गाइस यहाँ चाहिँ एकदमै ठिराइरहेको नै छ। यहाँको चाहिँ यस्तो छ स्ट्रेच टाइप। सो यो चाहिँ यस्तो भयो। यहाँबाट चाहिँ पुरा सैलुङ कस्तो खतरा राम्रो देखियो। प्रिटी जाडो नि त्यस्तो छ। अब चाहिँ हामी जान्छौँ तलतिर। हामी चाहिँ भ्यू टावर चढेर आइसक्यौँ। त्यहाँ चाहिँ एकदमै चिसो भएर खासै बसेन। यहाँ चाहिँ एउटा राम्रो भनेको चाहिँ यहाँ चिया चाहिँ दिनुहुँदो रहेछ। लाइक नुन हालेको चिया रहेछ। त्यही पनि एकदम मिठो थियो। तातोमा चिसोमा चाहिँ एकदमै वर्थिटै छ। यहाँ चाहिँ खोला खर्का भन्ने डाँडा हो। त्यहाँ चाहिँ हल्का चौरीहरू पनि रहेछन्। सो त्यही हो, एकदमै राम्रो लाग्यो, खुसी लाग्यो यो ठाउँमा आएर चाहिँ। फाइनली स्तूपमा आइसकेको छौँ। यहाँ चाहिँ यस्तो रहेछ हल्का भित्रबाट चाहिँ। सो यहाँ चाहिँ एकदम शान्त छ। अहिले चाहिँ हामी तल आइसक्यौँ। सो तल भन्नाले त्यो माथि स्तूपबाट तल चाहिँ आइसक्यौँ। सो यहाँबाट चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको छ। अघिसम्म यहाँ फुल क्लियर थियो, अहिले एकैछिनमा पुरा हुस्सु पनि लागिसक्यो। सो यहाँको चाहिँ वेदर केही पनि भन्न सकिँदैन। घरि चिसो, एकैछिनमा चिसो हुन्छ, हावा चल्छ। अनि घरि चाहिँ पुरा ठिक्कको वेदर राम्रो हुन्छ। सो यहाँ यस्तो खतरा बबाल देखिरहेको छ। सो मलाई चाहिँ एकदमै राम्रो लाग्यो। सो मान्छेहरू यहाँ चाहिँ एकचोटि एक न एकचोटि चाहिँ घुम्न आउनुपर्छ जस्तो नै लागिरहेको छ। सो आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्। गाइस यहाँको भ्यू चाहिँ एकदमै यस्तो छ कि जति हेऱ्यो नि नपुग्ने टाइपको, यहीँ बसिरहँ टाइपको छ। अहिले चाहिँ एकदमै राम्रो छ, क्लियर भ्यू, एकदमै बेस्ट। हिजो चाहिँ पानी परेर घुम्न पाइँदैन कि भन्ने चाहिँ थियो। त्यही पनि आज चाहिँ एकदमै घाम लागिरहेछ, राम्रो छ। सो चिसो चाहिँ छ, त्यही पनि वी इन्जोय अ लट। सो यस, यहाँको चाहिँ एकदमै राम्रै लाग्यो मलाई। हामीले चाहिँ यहाँ गुराँसको फुल देखेको छौँ, एकदमै सेतो गुराँसको फुल। सो हामीले चाहिँ अब यहाँ फोटो खिच्ने स्पोट हो एकछिनको लागि। त्यसपछि हामी जान्छौँ। यहाँ चाहिँ एकदम राम्रो हो भाइ, गुराँसहरू पनि। गाइस हामी चाहिँ तल झरिसक्यौँ। सो अहिले चाहिँ मौसम पुरा क्लियर भइसक्यो, हावा पनि त्यस्तो धेरै लागेको छैन। सो फुल क्लिन भइसक्यो। सो जति चाहिँ बिहान हुँदै जान्छ त्यति चाहिँ हल्का घाम पनि लागेर अनि हल्का चिसो पनि कम हुँदै जाँदो रहेछ। सो यहाँको वेदर चाहिँ त्यो खासै अनएक्सपेक्टेडै हुँदो रहेछ। घरि एक्कासी हुस्सु आइहाल्छ अनि घरि चाहिँ हावा एकदम बेस्कनी चल्छ। सो यस, हामीले चाहिँ एकदम इन्जोय गऱ्यौँ। सो हामीले फ्यामिली ट्रिप चाहिँ 3-4 वर्षपछि चाहिँ बल्ल गरेको छौँ। सो यो चाहिँ एकदमै रमाइलो भयो, यादगार भयो। सो सैलुङ चाहिँ सबैजना घुम्नै पर्ने ठाउँ जस्तो लाग्यो। एकदमै राम्रो छ। यो 100वटा थुम्का मिलेर बनाएको। यो थुम्का यस्तोमा चाहिँ रुख पनि छैन, सो घाँस मात्र छ। त्यस्तो गाह्रो पनि छैन चढ्नलाई, सजिलैसँग हामीले 1 घन्टा आधा जतिमा तलबाट कालापानीबाट सैलुङ आयौँ। सो यस्तै हो, रमाइलो भयो सबजना मिलेर आउँदाखेरि। अहिले चाहिँ हामी ग्रेट वाल अफ सैलुङमा पनि आइसकेका छौँ। सो यहाँ चाहिँ एकदमै हुस्सु, कस्तो राम्रो खालको हुस्सु लागेर पुरा त्यो राम्रो देखिरहेको छ। सो अब चाहिँ हामी तल जान्छौँ, त्यसपछि हामी जान्छौँ तल खानासाना खान्छौँ। हामी चाहिँ ठ्याक्कै राम्रै टाइममा गएर आयौँ, किनभने अहिले चाहिँ एक्कासी एकदम ठुलो झरी परिरहेको छ। सो हामी चाहिँ एकदमै लकी रहेछौँ, किनभने हामी घुमेर जान पायौँ। अब जाने चाहिँ कसरी हो भन्ने हो। अहिले चाहिँ यहाँ असिना पानी पर्दैछ। यहाँको वेदर चाहिँ एकदम अनएक्सपेक्टेड सो गाइज हाम्रो सैलुङको ट्रिप चाहिँ यही सकिन्छ। सो हामीले चाहिँ एकदमै रमाइलो गऱ्यौँ, एकदमै मेमोरेबल छ यो ठाउँ। फेरि आउन सक्छौँ सक्दैनौँ, तर पनि एकदमै इन्जोय गरेँ। सो यहाँको भ्यू चाहिँ यस्तो छ।
सो यो भ्यूसँगै बाई बाई, सी यु इन द नेक्स्ट भिडियो।